waka waka गाइस हाम्रो रुमबाट भ्यू हेर्ने हो ल पछाडी जात दगाडी देखाइदे त एकछिन त्यो पर्दाको बन्द हैन पहिला खोल न पहिला बन्द गर्न पर्दा बन्द गर्न सबै ओके 1 2 3 लेट्स गो दिस इज Bangkok City गाइस हेर है ब्याङ्कक आए यस्तो होटलमा बस्नुपर्छ सबै देखिन्छ कति राम्रो त्यही पनि मजा त्यति राम्रो छैन है सबै जग्गा म चाहिँ धेरै राम्रो छु आइज भित्र आइज गाइस हजुरले ब्लग हेर्नु भयो ब्लग चाहिँ हेर्नु ल ब्लगमा मैले सबै इन्फर्मेसन दिइरहेको हुन्छ हाम्रो डे 1 को ब्लग आयो डे 1 को ब्लग चाहिँ आइसक्यो कति रमाइलो रे वाउ रे हाय नमस्ते गाइस सबैजना एकछिन रिपोस्ट कपी लिङ्क गाइस कति बजे नेपालमा अहिले सबैजना सुतिसक्यो कि हो खै त्यो तामाङनीहरू कहाँ गयो जिस्काउनु हुन्थ्यो नि तिनीहरूलाई कहाँ गएछ तामाङ हजुरको ब्लग हाय नमस्ते गाइस म कस्ती छु हेर्नु त घोप्टे जस्तो छ घोप्टे राम्री गाइस रोहानीको त मेरो भन्दा बेसी दारी जुगाउँदो रहेछ ए स्वामी झुट्नाउले उहाँ स्वामीको चाहिँ आएको छ धेरै जस्तै घोच्ने यहाँ 848 भन्छ कामै रहेछ त नि गाइस सबैजना एकछिन रिपोस्ट कपी लिङ्क भिडियोमा लाइक कमेन्ट गर्नु युट्युबमा पनि हाम्रो कस्तो रङ युट्युबमा ब्लग आएको छ फेरि स्वामीको एमआर तामाङ स्वामी ब्लग हेर्नु त मजा तुरुक हाँस्नुहुन्छ हाँसेर तुरुक हुन्छ भन्नु झर्छ फेरि सिंसा वान यहाँ फिल्टर गाइस उसकोमा फिल्टर हेर्नु त फिल्टर नलागा गाइस बिना रोहानी त फिल्टर त एक्सक्युज मी बिना फिल्टर कति राम्रो छु हैन तेरो निधार देखाइदे त कत्रो छ रोहानीको निधार त गाइस यत्रो रहेछ छैन स्वामी तपाईको पनि टोपी खोले बा मलाई त भन्नु छ स्वामी कति न्याङ गर्ने जे शेयर मलाई रोहानीले भनेको म लास्टै जिद्दी रहेछ बियो मेबी त्यो भने के हो JIMU जाउमा त्यो भने के जाउ हाय नमस्ते गाइस लाइक शेयर गर्नु के लाटाले पापा हेरेर हेर्नु न पहिला त रोहानी र मिस्टर तामाङ स्वामी भेट्नु पर्यो भन्नु भएको हैन आज चाहिँ किन नभेट्नु गाइस सबैजनाले एकछिन रिपोस्ट कपी लिङ्क चाहिँ गर्दिनु रिपोस्ट कपी लिङ्क चाहिँ गरिदिनुस् हाय चिकबी क्यान यु बोरो योर फोन हामीलाई लाइटै पुगिरहेको छैन कि साइज भनेछु गाइस सबैजना डबल लाइक शेयर गर्नु त सबैजना मिलेर रानी हो रानी बर्मा की रानी हे कमर भाचिना त्यो घुमाउनु न म मिल्दो रहेछ अगेन ट्राई गर मन गरेर ल म गीत गाउँछु त नाच्दै ल गुराँसो फुल्दा बनाइ रमाइलो कोयली बोल्दा बनाइ घमाइलो बसन्त लौ पुपु जिस्काउँछ पुपु भमराले जिस्काउँछ चुनमुनु गरेर हाय कम्मर भाची नाचिदेऊ कि चुनमुनु गरेर गुराँसो फुल्दा बनाइ रमाइलो कोयली बोल्दा बनाइ घमाइलो रमाइलो गाउने आउँदैन स्वामीलाई ल दारीवाला नारी आइज ल छोड्दै अरे निकालेले मलाई गाजा हाय छवि भन्दै छवि त पनि आइज न ग्याङमा छेलाइटारो अनि चिचुवा से सा पापे भाइब भनेको के हो रनी इज सच भाइब भनेको भाइ आइबी पाइप भनेको भाइब भनेको चाहिँ राम्रो रोहानी सच अ भाइब रे म नराम्रो छु स्वामी तँलाई किचकन्डी रे कुन चाहिँ केटीले हाने रे स्वामी त्यस्तो नभन्ने कुन चाहिँ किचकन्डी भनिरहेको छ म त किचकन्डी राति त्यहाँ हिँड्छु नि त्यहाँ यसको खुट्टा पनि पछाडि फर्काएछ गाइस यसको हे वक्का ए शामनाम ए भेट भएछ तर ए गाइस तपाईहरुले भिडियो हेर्नु हुनु रहेछ युट्युबमा कस्तो खतरा भ्लग आइसक्यो हाम्रो अदाति पनि हुँदैछ अदा कोसँग रहेछ अर्कैसँग रहेछ के त्यो भएर एकछिन अदासँग तिमी बोला ल सबैजनालाई प्राङ्क हान्ने के ल म एकछिन लुक दिन्छु ल म्याचमा गयो अरे यसो भन के ल तपाईँकोमा कसरी म आयो भनेर भन ल होइन उनले भन्छ कि मिस्टर तामाङको आइडीमा रोहानी छ त होइन तपाईँकोमा त्यसो देखाएको रहेछ प्राङ्क गर्ने के ग्लिच भएको रहेछ होइन मेरै आइडी हो भनेर भन ल त चाहिँ ल त्यो भनेको भनेको ल कसलाई भन्ने कोसँग जाने त खै कोही त छैन नेपाली के भएको गाइज नेपालमा कति बज्यो किन कोही पनि नेपालीहरू छैन किन कोही नेपालीहरू छैन शेर्नी रहेछ ल को शेर्नी म चिन्दिनँ हेलो भनेर मिङ्ला होस् अरे जिस्का अले को आउनु भएको हेलो मिस्टर तामाङको आइडीमा उता रोइनी
रोहिणी कहिले आएको नेपाल मिस्टर तामाङ गए कहाँ मेरो आइडी लो मिस्टर तामाङको उयो छ त ग्लिच भयो होइन मिस्टर तामाङको छ रोहिणी आएको हो नेपाल पनिसमेन्ट गरिराखेको पनिसमेन्ट कहाँ ए स्वामीको फोटो राखेको अस्ति नै म्याच खेल्दै थिएन त्यसैले त्यो भएको क्या त्यसैले ए हो आज कति राम्रो देखेछ भन्नु त दामी पछाडि फर्क्यौँ त वाट अ सेक्सी लुक्स वा ओ माई गड अलिक मजाले वाउ नाइटो अलिकति तल नाइटो हेरौँ न नाइटो कोही आएन त दामी वा रोहिणी त झन् हेरे झन् राम्री यार वा कसको इन्टरनेट हो स्वामीको इन्टरनेट थाइल्यान्डको इन्टरनेट राम्रो छ यहाँ वाइफाई पो रहेछ वाइफाई हाम्रो चाहिँ नराम्रो जस्तो लाग्यो ए मना यो नै रहेछ एरिस भन्छ एरिस रोहनी होइन मलाई के त भएन ओ एरिस हात हल्ला त हात हल्लाउँदै एरिस अनि मिस्टर तामाङको आइडी हैन यो मैले चलाएको क्या मेरो आइडी ब्यान अले को आउनु भएको हेलो रोहनी होइन मलाई के त भएन ओ एरिस हात हल्ला त हात हल्लाउँदै एरिस अनि मिस्टर तामाङको आइडी हैन यो मैले चलाएको क्या मेरो आइडी ब्यान मेरै घरमा कहाँ हुने यो त मिस्टर तामाङको आइडी हैन यो या त रोहनी मेरो नाम मेरो आइडी यस्तै हान्छ म चिन्दिन न मिस्टर तामाङ आइडी यहाँ तिम्रो बाहिर आएको तिम्रो फोन लिएर आउँदा एकछिन हेर्छु मेरो आइडी मिस्टर तामाङ हेरे मिस्टर तामाङ लेखेर छ नाम हेरे लो होइन कहाँ गयो यो मेरो आइडी ग्लिच भएको हो बिहान हुन्छ होला अस्ति नै जस्तो हुँदैन बिहान हुन्छ होला मेरो आइडी म लाइभ आएको 2 घन्टा बजेको के भएको लौ मारे म त आइडी बिहान हुन्छ होला नि रितु सरी ल मिस्टर तामाङ बाहिर आएको छन् होइन थाइल्यान्ड उसलाई पनि देखाइदिएँ मैले उसको साथीले पनि देखाइदिएँ टिकटक हालेको नाटक नगर है ठिक है ल ऊ साइडमा देखा त साइडमा हेरौँ त कसो साइडमा देखा त कसको आवाज पनि छ दाजु मेरो दाजु मिस्टर तामाङ मिस्टर सँगै छन् मैले बिहान देखाएको थिएँ भिडियो उसमा फोटोमा हालिदिएको उसको साथीले मिस्टर तामाङ साथीले मलाई उल्लु नबना न बहिनी कति जाने कि हो अनि के म अनपढ हो र न थाहा पाउने रानी हो रानी रानी के कर रानी यस्तो रानी हुन् रानी त भन्दा मैले खै देखा त मिस्टर तामाङलाई हेरौँ मिस्टर तामाङ स्वामी हुनुहुन्न खै त जानु छ बाहिर के गरिस् क्या पोते लगाइस् यस्तो मिस्टर तामाङसँग मङ्गलसूत्र चाहिँ लगाए पोते होइन आज म गणेश भगवान मन्दिर गरेर बिहा गरेर आएको नि स्वामीसँग त्यो देखा न हेरौँ मिस्टर तामाङलाई एक्सन एउटी नानी बन्नु पर्यो मागेली तानी रहलैछ बेहुली नानी भन्नु पर्यो म त यहाँ स्वामीसँग बिहा गरेको नि आज हेर बेहुली बन्ने हो आज बुढा लुगा चेन्ज गर्दैछन् नाटक जिस्केको छैन आइने ग्लिच भएको होला कहिले आउँदै नेपाल आउँदिन सब नेपालमै छु त अहिले तँ कहिले आएको नेपाल जिम्बालाई सोध्न जिम्बाले मलाई मेसेज गरेको कता हो नेपालमा थमेल बजारकै छेउछाउमा होटल छ त्यहीँ बसिरहेको थिएँ
बत्ती गयो उसको नृत्यको सुत्नु हेर छि कति हो क्या झुट बोल्छ यस्तो नेपाल भन्न कहाँ तर भोलि भेट्छु म कहाँ छेस् भन्न कहाँ बस्छौ त म यहीँ फुड ग्यालरी हरर महादेव यो नेपालको खोइ जग्गा रे दाजु महिन्चोर लहिन्चोर लहिन्चोर थाहा छ तँलाई थाहा छ कहिले लाग्यो त नेपाल अस्ति बिहान अनि तैँले चाहिँ नि हामीलाई खै मेसेज गरि नेपाल आएको छ भनेर गरम रहेछ नि आजकल नेपाल कति गरम नि पहिला चिसो थोरै हो कति गरम भएको निकिसा कहाँ बस्थ्यो त निकिसालाई पनि भेट्न जान मन लागेछ न तैँले चाहिँ मेसेज गरिस् मलाई नेपाल आएको छ भनेर तैँले मेसेज गरिस् नेपाल आएको छ भनेर मेसेज गरिस् तैँले निकिसालाई भेट्न जान्न नि म एकछिन भोलि त फ्री हुन्न पर्सि चाहिँ हुन्छु होला 1 महिना बस्छु मजाले है मैले पत्याइ न नेपाल हो होइन रे आएको छैन के त्यो उबाट बनाएको त्यो एआईबाट भिडियो बनाएको फोटो खिचेको कहाँ कस्तो लाइन गएको मास साला जिम्बालाई हेर्न खै हेर्न त्यो यहाँ नेटै चल्दैन कि त्यो रुममा त कसरी हेर्नु है कहाँ बस्यो भन्न आएर भेट्छु होइन निकिसालाई भेट्न मन लाग्यो निकिसालाई भेट्न मन लाग्यो त अब म महिना मरेर 5 तारिक फर्किने हो कस्तो निर्णय चल्या त्यो थोर्दो घरमा यार सुनिस् एमबी त फेरितिर थियो एमबी हिजो कहिले अस्ति निकाले मैले थियो सुनिस् मैले के भने फेन अड्किरहेको हेर्न सुनिस् चल्दैन यार छ्या रोगो खोलामै पुरानो गर्छु मसँग आएर मेरो पट्टि लाग्ने उसकै त्यो पहिचोरको पछाडि लाग्छ बिर्सिरहेको पहिचोर ओए म त बिर्सिनु तिमीहरू दुवैजना मन पर्दैन मलाई कसै घरमा मात्रै आइज तेरो घरमा म त दुईटै मन पनि कसको चाहिँ हुन्छ बेला बेलामा कति भुकी कि घिच्राम लागेमा आइज खिलाइदिन्छु कुकुर नि घरमा तिमीहरू दुईजना म्याच खेल जसले हारे त्यसले पनिसमेन्ट मैले दिने है त पनिसमेन्ट मैले दिने जसले हारे पनिसमेन्ट सुन पनिसमेन्ट न म दिन्छु यदि मैले जित्यो भने एक झापट रोहनीको त्यो गालामा हान्छ यस ए सरी गेमै सुरु भएको छैन अनि क्यारे बिर्सिरहेको सरी गेमै सुरु भएको छैन सुन यस्तो झापट हान्छ फुसुतु गरेर झम्मै हान्छ नि फेरि ल 5000 स्कोर क्रस गर्नुपर्छ है ल हामीले जित्छ कि जितेमा नेपाल पुगेर उसलाई झापा हान्नुपर्छ ल म भिडियो पठाइदिन्छु ल बिस्ताल त मात्रै हो ट्याप गरेर मुख छ त्यत्रोमा भ्युअर्स जति ट्याप छैन तेरो भयो थ्याङ्क यू सो मच थुपुको फलो गर्दिछु गाइस सबैजनाले गाइस ल यो रोहानीको गालामा आज नराम्रोसँग झापड हान्दैछ गाइस जितेको छ भने चुप न ठक्का साला ए म त बिचमा बिर्सिरहेको ओके सरी गाइस डबल खाएको पनि पर्छ त्यो यस्तो मेरो रोहनी यस्तो गरेर माया गरेर झापड हान्नु हुँदैन झम्की झमान्यो है कि जाम ल म त खुसी हो झापड हो त्यसरी झाम्पारे भनी गरे ल यो सोमताम खाना हुन्न अहिले पहिले रोग फर्केर चाहिँ आज खाएँ ल आज केही हुन्न आजको लागि रहनी त पिटे बेटा भोलिबाट तपाईँ यो नखानु ल किन अहिले खानामै यो पुरै उयो भएछ अरे गाइस कम्प्लिट गरौँ गाइस ल गाइस गरौँ त किनभने पपाया चाहिँ कसरी साल्छ पपाया पनि आजकल पुरै त्यस्तो भएको छ नि गाइस यो तार हाना लागिसक्यो त्यहाँनिर 20 वटा रोज कहाँ सबैजनाले 20 वटा रोज प्लिज 20 जनाले रोज छिटो काई रोज त फाल्नु न कि प्लिज चापेर नबस्नु न दादा हार्यो गाला
थापेर बसेँ त्यहाँ साला गाला थापेर बस्ने त्यहाँ मलाई अरू कुरा थाहा छैन स्वामी अर्को फन्डबाट हान्नु न हुनु पर्यो नि कोइन मसँग थप्पड हान्ने हो कोइन होइन थप्पड म झिली गर्न पाउँदैन नि त नि म कहाँ झिली गर्छु गाइस बुस्टिङ पनि लाउनु एन्ड टु महिनामा एक महिनामा एकचोटि लाइभ आएर चाहिँ तँलाई कहाँबाट बुस्टिङ हुन्छ 5000 क्रस गरौँ भयो यार गाइस मेरो झापार खाएको देख्न मन लाग्यो थाहा भयो बोल्दिनँ अब लास्टमा तामिङघर आउँछ अमित वेलकम दिदीहरू दाजुहरूको सकेछ को रन्डाले हान्छ उता मुरिजा तँ होस् नि साला त्यो त ए कुकुर नि नबोल थुक्क ला मेरो चुक खा हान्त मिस्टर तामाङ हान्त अब यसले तलाई जेल नि ला गेम सकेको छैन गेम सकेको छैन एन्डो 2 पनि गयो एन्डो तुरी पनि गयो तेरो बाजे तेरो टाउको यत्रो मान्छेले ट्यापट्याप गऱ्यो भने जित्नु पर्ने हो खासमा तपाईँ नसुन्नु न जानु किन तँले म 60 आइडी उड्छ पर्दैन भयो छाड्दिन हान्त एक झापड हान्त गेम सकेकै छैन अनि गाइस त्यहाँ सेभ गर्नु भन्नु सेभ गरिदिइहाल्छ नि गाइस यो मेम्बर ट्यापट्याप गऱ्यो भने जित्छ कि तैँले ट्यापट्यापै गरिदिनु ल रोजको छट्टामा यो मेम्बर हान्नु गाइस ल तपाईँहरूले त्यसपछि यहाँ मेम्बरहरू चाहिँ हाम्रोमा नै हान्दिँदा हुन्छ गाइस रोजको सट्टा मेम्बरहरू चाहिँ हाम्रोमा नै नेपालका मैले जे बात त नेपालमा गर स्वामी उसलाई झाट पार्न हाल्नु र चामका जाम ल जिताउने चाहिँ कसले भने मात्रै जिताउन गाइस क्लासमा यस्तो हान्तामी सबैजना मिलेर ट्यापट्याप गर्नु भन्नु यत्रो मान्छेलाई ट्यापट्याप गरेर तेरो त 10K पुग्नु पर्ने है त्यसले यो मिस्टर तामले अर्को मोबाइलबाट हान्न लाग्छ यो त हुँदैन कसम हुँदैन म हान्न लागेको छैन मेरो आफ्नै आइडी हो मेरो त्यो मेरो फोन हो त्यो त मेरो फोन हो मैले हान्दैन भनेको यस्तो त हुँदैन हान्दैन भनेको भइहाल्छ नि कसम हान्दिनँ भगवान् कसम हान्दिनँ हान्दिन यो बरु यसको गालामा हान ल गालामा यसकै गालामा हान्छु म ए ओम नमः शिवाय गणपति बाबा मोरया आज हामीले गणपति बाबाको पूजा गरिरहेको नि रोहानी थाइल्यान्डमा मोरिजा